यो ढोकाको चौकटलाई पुरा घुमिरहेका छौँ किनभने यो चाहिँ अघि नै फिनिसिङ गर्दा हाम्रो दाजुहरूले अल्टाइ पल्टाइ गरेर खाक सिलाउनु हुँदाखेरि घुमाउनु भएको थियो। अनि अहिले चाहिँ हामी पुरा यो चौकटलाई चाहिँ उठाउने तयारीमा नै एकदमै जुटेका छौँ हामी सबै जवानहरू। किनभने हामी जवान मात्र छौँ, कुनै पनि 70 वर्ष क्रस भएका छैनन् र हामी चाहिँ अर्ग्यानिक तत्त्वहरू खाएर हष्टपुष्ट भएकाहरू मात्रै छौँ भने यहाँ चाहिँ मेरो बुवाले पुरा मुनि खिल ठोक्दै हुनुहुन्छ। ढोका भनेको चाहिँ यो हो नि त दाजु। के छ तपाईँको राय अर्जुन दाजु? के छ तपाईँको राय यसमा? दिपेन्द्र दाजु के छ? ढोका छ यसलाई चाहिँ ढोका भनिन्छ। अस्ति त यो ढोका हेर्दा जति नै सुन्दर छ अनि यो चाहिँ उति नै किल्लो पनि छ। यसको वेट चाहिँ समथिङ 3 क्विन्टल रहेको छ भने यतिको चौकट बनाउँदाखेरि जम्मा 30,000 खर्च भएको छ भने अझै खर्च यसमा कति उठ्छ त्यो बाँकी नै छ।